श्री स्वस्थानी व्रत कथा अथ चतुर्थोध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ। त्यति भएपछि कन्यादानको दिन आइपुग्यो। विष्णु महादेव आउनुहोला भनी दक्ष प्रजापतिका घर जानुभयो। दक्ष प्रजापतिले पनि सम्पूर्ण सामग्री तयार गरी विधिपूर्वक यज्ञ गराई कन्यादान दिन तयार भए। उता महादेवले विष भाङ धतुरो खाई नसामा चुर भई दक्ष प्रजापतिका घर जान बिर्सिनुभयो। यता विष्णु महादेव किन आउनु भएन? कन्यादानको बेला भइसक्यो, मेरो हातमा थाप्न पनि भएन, अब कसो गरौँ भनी आकुल भइरहनु भएको थियो। केही बेरपछि उता महादेवले कन्यादान दिने आजै हो, विष्णु जानुभयो होला, बेला पनि भयो होला, बर्बाद भयो क्या र भन्ने सम्झेर वृद्ध सन्यासी बनी चाँडै नै दक्षका घर पुगेर भन्नुभयो, हे विष्णु, मलाई भोक लागिरहेको छ, भिक्षा नदिई कन्यादान लिए म पनि श्राप गरौँला। यति सन्यासी रूप महादेवबाट आज्ञा भएपछि विष्णुले, हे भिक्षुक, मेरो लग्न बित्न लाग्यो, कन्यादान हुन साथ तिमीलाई भिक्षा दिउँला, अहिले म बसेको ठाउँमा आएर बस भनी आफू बसेको सिंहासनमा बसाउनु भयो। महादेव कस्तो बेलामा आइपुग्नु भयो भने बिरणीले सुनको कमण्डलुले जलको धारा दिई दक्ष प्रजापतिले सतीदेवीको हात समाती। विष्णुका हातमा सुम्पन लागेको मौका थियो, त्यस्तो संयोग पर्यो र विष्णुले आफ्ना मायाले छोपी दक्ष प्रजापतिको आँखा छली सतीदेवीको हात सन्यासी रूप महादेवका हातमा पारिदिनुभयो। अहो, कताको कता पर्यो, कहाँ ताकेको कहाँ पुग्यो। दक्ष प्रजापतिले बडो विषाद गर्दै भने, तिमी कपटी रहेछौ, तिम्रो विश्वासमा पर्दा मेरी सतीदेवी यस्ताका हातमा परी। यति दक्ष प्रजापतिले भनेको कुरा सुनेको नसुन्ने गरी विष्णु चुपचाप महादेवसँग विदा भएर वैकुण्ठ जानुभयो। विष्णु गएपछि दक्ष प्रजापतिले सतीदेवीसँग भने, हे पुत्री, कपटी विष्णुले गर्दा आज यस्तो गर्न पर्यो, के गर्छेस्, तेरो कर्ममा यस्तै रहेछ, यसैको जौतिल तैले खाएकी रहेछस्। पीर नगर, हामी छौँ, तँलाई हामी पालौँला, अहिले त्यसैसँग जा, पछि हामी छँदैछौँ। आफ्ना पिता दक्ष प्रजापतिले ती भनेको सुनि बहिनीहरूले देवता स्वामी पाएको झलझली सम्झी मेरो कर्म कस्तो रहेछ, म धिक्कार रहेछु भनी सतीदेवी बडो विषाद गरी धुरु धुरु रुन लागिन्। फेरि मेरा कर्ममा यस्तै लेखेको रहेछ, दैवले यस्तै जुराएर ल्यायो, अब रोएर कराएर हुँदैन, जे भए पनि भयो, जस्तो भए पनि बाबा महतारीले दिएका मेरा स्वामी नै हुन् भनी चित्त बुझाइन्। त्यहाँ पछि सन्यासी रूप महादेवले सतीदेवीसित आज्ञा गर्नुभयो, हे स्त्री, अब यही कति बसिरहनु, तिमीलाई माइतमा बसी साध्य छैन, आफ्नो घर जाउँ, घर पनि त सम्झनु पर्छ, अब तिम्रा बाबा महतारीसित विदा होऊ। यति आफ्ना स्वामीले आज्ञा गरेको सुनि सतीदेवीले हवस भनी दक्ष प्रजापति र बिरणीसित गई। हे पिता माता, म विदा पाएँ, घर जाने थिएँ भनी विदा मागिन्। दक्ष प्रजापति र बिरणीले आँसु थामी छोरीलाई अनेक तरहका शिक्षा दिएर हामीलाई नबिर्से आउँदै गरे भनी विदा दिएर सतीदेवी पनि प्रणाम गरी विदा भएर सन्यासी रूप महादेवका अगाडि लागिन्। बीच बाटामा सन्यासी रूप महादेवले आज्ञा गर्नुभयो, हे सुन्दरी, कहिले आँगनको छेउ नकाटे कि बाबुआमाका हातमा फूल जस्तो भई उर्केर रहेकी, तिमीलाई परिश्रम पर्यो होला, अलि सुस्त हिँड। यस्तो सुनि सतीदेवी भन्छन्, हे स्वामी, म त उमेरकी छु, हिँड्न सकुला, बरु हजुरको वृद्ध अवस्था भएको छ, परिश्रम हुन जाला, सुस्त हिँडी बक्सिनुहोस् भनी यसरी बातचित गर्दै गए। सतीदेवीले आफ्ना स्वामीको वृद्ध अवस्था छ, म यस्तै युवती छु, कसैले केही गरी दुःख त दिँदैनन् भनी मनमा साह्रै चिन्ता गरी एकछिन पनि नछोडी सन्यासीका पछि पछि गइन्। कैलाश पर्वतमा पुगेर सन्यासी रूप श्री महादेवले सतीदेवीको चरित्र हेर्नलाई त्यस पर्वतका टाकुरामा एक खरको झुपडी उत्पन्न गरी, हे प्रिय, हाम्रो घर त्यही हो, बल्ल आइपुग्यौँ भनी सुस्केर हाली हातले देखाउनु भयो। फेरि आँगनमा पुगे, भित्र जाउँ, भोक लाग्यो होला, केही खाउँ, मलाई थकाइ लागेको छ, एकछिन म सुत्छु भनी विषभाङ धतुरो खाएर बाहिर सुत्नुभयो। सतीदेवीले त्यो खरको झुपडी देख्दा आफ्ना बाबा दक्ष प्रजापतिको सुनको झिलिमिली भएको दरबार झलझली सम्झी धिक्कार रहेछ, त्यस्तो सुवर्णको घरमा बसेकी मलाई आज दैवले यस्तो खरको झुपडीमा पारिदियो भनी बहुतै विषाद गरी आँखादेखि भरेर आँसु खसालिन्। फेरि मेरो कर्मले यस्तै पारिहाल्यो, के गरौँ, जस्तो पर्यो त्यस्तै नबेहोरी सुख पाइदो रहेनछ भनी मन बुझाएर पछ्यौराले आँसु पुछी घरभित्र पसी हेरिन्। सबै ठाउँमा माकुराको जालो र कसिङ्गर मात्र रहेको देखि कुचाले माकुराको जालो मिल्काएर कसिङ्गर लगाइन्। फेरि स्वामी जागा भएपछि के खान दिउँला भनी खानेकुरा हेर्न गइन्, केही पाइनन् र चित्त आकुल गरी सन्यासी रूप महादेव सुतेको ठाउँमा आएर गोडा मुनि बसिरहिन्। 4 दिन बितेपछि श्री महादेव जागा हुनुभयो र सतीदेवीको मुख हेरी, हे माया नभएकी स्त्री, मलाई एक्लै बाहिर सुताई आफू भित्र सुतेस्, त्यसो गरे पनि तँलाई खान त पर्यो होला, केही खाइस् कि खाइनस् भनी हर तरहले रिसाउन लागेको देखि सतीदेवीले हँसिलो मुख गरी भनिन्, हे स्वामी, हजुरलाई साह्रै निन्द्रा परेको देखि जागा गराउन सकिन, म अहिलेसम्म सुतेकी पनि छैन, यहाँ आई बसिरहेको छु, भण्डारमा प्रशस्त खानेकुरा रहेछ,
मैले त पेटभरि खाइसकेँ, अब हजुर के खानुहुन्छ? सतीदेवी बडो असल स्वभावकी थिइन्। सधैँ श्रृङ्गार गरी उज्यालो मुख गरी स्वामीकै भक्तिमा चित्त लगाइरहन्थिन्। यति सतीदेवीले भनेपछि यहाँ के थियो र खाइ होली भनी करुणामूर्ति सन्यासी रूप महादेवलाई साह्रै करुणा जाग्यो र हे प्रिय, तिमी छक्यौ, हाम्रो घर यो होइन। त्यो खरको भित्ता च्याती भित्र गई हेर त भन्नुभयो। सतीदेवी भन्छन्, हे स्वामी, भएको घर पनि त्यही बिगारेर अर्को नभएको कहाँ हेर्न जाउँ? फेरि बनाउन परे कसो गर्ने? हजुर वृद्ध अवस्थाका हुनुहुन्छ, म स्त्री जाति कसले बनाइदेला? यति सतीदेवीले भनेको वचन सुनि सन्यासी रूप महादेव उठी खरको भित्ता लात्ताले हानी मिल्काएर कैलाशको दर्शन दिनुभयो। मणिमाणिक्य नाना रत्न जडाउ भएको सुवर्णले बनाएको त्यस्तो घर देखि सतीदेवी खुसी भई मेरा बाबा दक्ष प्रजापतिको घरभन्दा पनि यो राम्रो रहेछ, यो कसको घर होला भनी मनमा नै सोचिन्। त्यसै बेलामा सन्यासी रूप महादेवले सतीदेवीलाई आफ्नो रूपको दर्शन दिनलाई चोकमा डाकिए। हे प्रिय, चोकको माझमा गाईका गोबरले मण्डलाकार अर्थात् भाटुलो पारी लिपिदेऊ भन्नुभयो। सतीदेवीले हवस भनी लिपिदिन्। सन्यासी रूप महादेवले लिपेको ठाउँमा गई निर्मल स्फटिक जस्तो वर्ण भई विश्वम्भर मूर्तिको दर्शन दिनुभयो। अनि सतीदेवीले मनमा आनन्द मानी आँखादेखि हर्षको आँसु बगाई म धन्य रहेछु, श्री महादेव स्वामी पाए भनी फुलको माला गलामा पहिराई 3 फेरा परिक्रमा गरिन् र त्यहाँ पछि ती दुई शिवशक्ति स्वरूपले रहदा भए। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्तानी परमेश्वरी व्रत कथायां सतीदेवी कैलास प्रवेशो नाम चतुर्थोऽध्यायः।